हेलो एभ्रिवान। आज पनि मध्य प्रदेश विशेष लोकसेवा तयारीको लागि सेट 2 50वटा क्वेसन लिएर आइसकेको छु हैन। यो चाहिँ मध्य प्रदेशको सिलेबस अनुसार छ। यसमा 10वटा क्वेसन सेटहरू प्र्याक्टिस हुन्छ। यसको पिडिएफहरू चाहिन्छ भने डिस्क्रिप्सनमा फेसबुक लिङ्क छ, त्यसमा फलो गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ है। यसमा 50वटा क्वेसन छ। अब सुरु गरौँ है त। 1 नम्बरमा नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने हक छ भनेको छ। अनिवार्य चाहिँ यो 8 कक्षासम्म हैन, अनि निशुल्क चाहिँ माध्यमिक भनेको 12 कक्षासम्म निशुल्क हुन्छ। अनिवार्य आएपछि आधारभूत तहसम्म आउनु पर्यो। जनसङ्ख्याको आधारमा मध्य प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? जनसङ्ख्या चाहिँ सर्लाहीमा बढी छ। महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला पर्सा। आर्थिक वर्ष 85-86 सम्मको लैङ्गिक विकास सूचाङ्कको लक्ष्य कति हो? यो चाहिँ आवधिक योजनाबाट हो। अनि आर्थिक वर्ष 85-86 सम्म चाहिँ यो कति भने 81-82 देखि 85-86 सम्मको चाहिँ आवधिक योजना छ नि त। यसमा चाहिँ लैङ्गिक विकास सूचाङ्क 85-86 मा चाहिँ कति पुर्याउने भन्ने क्वेसन हो। यो चाहिँ 0.967 पुर्याउने भनेर लक्ष्य लिएको छ। विश्व बाघ दिवस कहिले पर्दछ? जुलाई 29। अनि अहिले कति 429 कि कतिवटा 429 वटा बाघ भयो भनेर रिसेन्टली बाघ गणना भएको थियो जुलाई 29 को दिन। त्यो दिन सार्वजनिक भएर आएको थियो है। हु इज द फादर अफ आर्टिफिसियल इन्टेलिजेन्स? यो चाहिँ विज्ञान प्रविधि, मानव जीवनमा प्रभाव पार्ने विज्ञान प्रविधिका कुराहरू भनेर लेखेको छ नि सिलेबसमा, त्योबाट हो क्वेसन। जोन एमसी कार्थे। मानव शरीरमा सबैभन्दा बढी प्रतिशतमा पाइने तत्त्व कुन हो? यो पानी, खनिज पदार्थ भनेर आएको हो। पानी हो है सबैभन्दा बढी पर्यो। खनिज चाहिँ बरु सबभन्दा कम चाहिँ होला, कि सबभन्दा कम। रिकेट्स रोग कुन भिटामिनको कमीले लाग्छ? रिकेट्स चाहिँ भिटामिन डी को कमीले रिकेट्स। नेपाल र भुटान बिमस्टेकको सदस्य कहिले भए? 2004 अनि कति 8 तारिकको दिन हो, हेर्न सक्नुहुन्छ है। हु इज मिस नेपाल ओल्ड? 2026 मा चाहिँ डिम्पला ढकाल। लुना लुइटेल भनेर आएको थियो। डिम्पला ढकाललाई मिस नेपाल ओल्ड भनेपछि 2026 को। फाइलिङको लुना लुइटेल 25 को होला सायद। डिम्पला ढकाल हो, यो अप्सन गल्ती भएको रहेछ। फाइलिङको प्रमुख उद्देश्य के हो? फाइलिङको मुख्य उद्देश्य चाहिँ कागजपत्रको सङ्कलन गर्नु, सुरक्षा गर्नु, उपलब्ध गराउनु सबै। सहायक स्तर 5औं तहमा पदपूर्ति गर्दा खुल्ला प्रतियोगिताबाट यो मध्य प्रदेशको निजामती सेवा ऐन र नियमावलीबाट आएको हो क्वेसन। खुल्लाबाट 50% 5औं तहको लागि। स्थानीय तहको बजेट असार 10 गते। सब कन्ट्र्याक्टबाट अधिकतम कति काम गराउन सकिन्छ? यो 25% सार्वजनिक खरिद ऐनबाट। सुशासन ऐन अनुसार अति जरुरी प्राथमिकताको काम कति दिनभित्र फर्चेट गर्नुपर्छ? अति जरुरी भनेपछि अति जरुरी 3 दिनभित्र रहेछ है सुशासन ऐन अनुसार। विश्वमा सबैभन्दा पहिलो पटक बजेट कसले प्रस्तुत गरेका थिए? रोबर्ट वाल्पोल। मन्त्रालयमा नागरिक ओडापत्र बमोजिम काम नभएमा क्षतिपूर्तिको लागि कहाँ निवेदन दिनुपर्छ? मन्त्रालय भन्यो भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय। कल्याणकारी सेवा अन्तर्गत कुन पर्छ? कल्याणकारी सेवा अन्तर्गत चाहिँ बेरोजगार, वृद्ध तथा असहाय नागरिकलाई कल्याण।
अभिलेख सुरक्षित राख्नुपर्ने दायित्व भएका राष्ट्रिय अभिलेखालयका कर्मचारीले अभिलेखमा केरमेट वा थपघट गरेमा, च्याते वा नष्ट गरेमा कति सजाय हुन्छ? यो पनि अभिलेख संरक्षण ऐन कि कुन चाहिँबाट हो यो क्वेसन? यो पनि ऐन मैले युट्युबमा अगाडि नै भिडियो हालिसकेको छु यो विषयमा। यो चाहिँ 50,000 रुपैयाँसम्म जरिवाना वा 2 वर्षसम्म कैद। संवैधानिक आयोगमा नियुक्त हुन कति वर्ष उमेर पुर्याउनुपर्छ? संवैधानिक आयोगबाट क्वेसन आइरहेको हुन्छ। यो चाहिँ 45 वर्ष है। सर्भिङबाट आएको छ क्वेसन। सर्भिङ जब बेस्ड क्वेसन। सर्भिङ भनेको के हो? रिलेटिभ पोजिसन अफ डिस्टिङटिङ फिचर भनेपछि सर्भिङ। ड्युरिङ लेभलिङ इफ ब्याक साइड इज मोर देन फर साइड। ब्याक साइड चाहिँ फर साइड भन्दा बढी भयो भने के हुन्छ त? ब्याक साइडपट्टि होचो हुन्छ हैन। इन एंगल बिट्विन द inclined line of sight and horizontal is called vertical angle. Which of the following compound is primarily responsible for initial setting of Portland cement? Initial setting of Portland cement भनेपछि एलुमिनेट। एलुमिनाले चाहिँ सेट गर्ने, स्ट्रेन्थ दिने चाहिँ सिलिकेटले। अनि ट्राई भने पनि सुरुमा, डाई भने पनि लास्टमा। त्यसरी याद गर्ने हो। ट्राइक्याल्सियम एलुमिनेट। Which test is most commonly used in the field to measure the workability or consistency भनेपछि स्लम टेस्ट हो है। अर्को छ व्हाट इज द प्राइमरी कज अफ नट्स इन टिम्बर? टिम्बरमा भएको नट्सले चाहिँ के गर्छ त? यो कटिङ अर फलिङ अफ ब्रान्चेस। रुखमा चढ्दाखेरि यस्तो नट्सहरू छ भने क्याच टेक्दाखेरि प्याराक्क भाँचेको थाहा होला नि हैन? कटिङ अर फलिङ अफ ब्रान्चेस अफ लिभिङ ट्री। त्यो ठाउँमा चाहिँ विक हुन्छ क्या नट्स भएको ठाउँमा। The time dependent permanent deformation in a material under constant load is called creep. Time dependent भनेपछि creep. If a material exhibits identical mechanical properties in all directions at any point, यो भनेपछि homogeneous isotropic. Material exhibit identical mechanical properties in all directions भनेपछि isotropic. What does the modular ratio of two different material represent? Modular ratio भनेको their modulus of elasticity को ratio हो हैन? Modular ratio. The property of liquid which enable to resist tensile stress. Tensile stress resist गर्ने भनेपछि surface tension. अर्को छ पाइटो ट्युब भनेपछि भेलोसिटी मेजर गर्ने। The ratio of inertial force to pressure force हो भने युलर्स नम्बर। डाइमेन्सनलेस नम्बरहरू कन्स्ट्यान्टहरू याद गरिराख्नु पर्यो है। द एन्करेज भ्यालु अफ स्ट्यान्डर्ड बेन्ड। स्ट्यान्डर्ड बेन्ड भनेको 90 डिग्री, यो भनेपछि 8D। यु हुक भन्यो भने चाहिँ 16D हुन्छ है। इन अ डबली रेन्फोर्स्ड बीम द म्याक्सिमम शियर स्ट्रेस अकर। डबली रेन्फोर्स्ड बीम, डबली रेन्फोर्समा चाहिँ म्याक्सिमम शियर स्ट्रेस कहाँ हुन्छ भनेपछि अन अ प्लेन बिट्विन न्युट्रल एक्सिस एन्ड कुन चाहिँ टेन्साइल रेन्फोर्समेन्टमा कि कम्प्रेसिभ रेन्फोर्समेन्ट? कम्प्रेसिभ रेन्फोर्समेन्ट है। अन अ प्लेन बिट्विन न्युट्रल एक्सिस एन्ड कम्प्रेसिभ रेन्फोर्समेन्टमा चाहिँ म्याक्सिमम शियर स्ट्रेस अकर गर्छ। जियोलोजिकल साइकल फर फर्मेसन अफ सोइल, वेदरिङ, ट्रान्सपोर्टेसन, डिपोजिसन, अपहिल। अप्सन डी मा रहेछ। लसेस भनेपछि केबाट? ग्राभिटेसनल फोर्सको बाट। तालुज भयो हैन, वाइन्डबाट लसेस, ग्लेसियर ड्रिफ्ट। द म्याक्सिमम बेरिङ क्यापेसिटी अफ सोइल इज द्याट अफ म्याक्सिमम भनेपछि हार्ड रक। द फाइनल कोट अफ प्लास्टर इज नन एज फाइनल कोट भनेपछि फिनिसिङ कोट। द अर्थ वाटर सर्कुलेटरी सिस्टम इज नन एज। नपढाइ मान्छेले यसैले बिगार्छ फेरि अब अल्ला आएर आयो भने सबै बिग्रियो।
हाइड्रोलोजिकल साइकल। स्टेरिलाइजेसन भनेको इलिमिनेटिङ अल लाइफ, सबै ब्याक्टेरियाहरूलाई चाहिँ मार्ने कामलाई नै स्टेरिलाइजेसन भनिन्छ। इरिगेसन इज नेसेसरी इन एरिया वेयर देयर इज स्क्यान्टी रेनफल, नन युनिफर्म रेनफल, कमर्सियल क्रप रिक्वायर मोर वाटर भनेपछि यो सबैको लागि आवश्यक पर्छ। लाइनिङ अफ क्यानल डिक्रिज द मेन्टेनेन्स, लाइनिङ गर्यो भने मेन्टेनेन्स गरिराख्नु पर्दैन, डिक्रिज द मेन्टेनेन्स। वाट इज द रुलिङ डिजाइन स्पिड फर नेसनल हाइवे इन रुलिङ टेरियन एकर्डिङ टु एनआरएस? प्लेनमा 100, रुलिङमा 80, प्लेनमा 120 हैन, प्लेनमा 120, त्यो प्लेन एरियाको प्लेन टेरियन भनेपछि क्लास प्लस रोडको अथवा नेसनल हाइवे हो रुलिङ टेरियन भनेपछि 80 भयो है। नेसनल हाइवे इन रुलिङ टेरियन भनेपछि त 80 भयो कि 100 भयो त, एकचोटि चेक गर्ने। प्लेन रुलिङ माउन्टेनस स्टिप 120 बाट सुरु हुन्छ। नेसनल हाइवे भनेपछि क्लास फर्स्ट भयो। रुलिङ भनेपछि 100 हुनुपर्ने सायद, एकचोटि चेक गरौँ कि के हो। क्लास भनेर दिएको छ त, क्लास दिएको छैन भनेपछि स्पिड फर नेसनल हाइवे यो 100 हुन्छ है, ल 100 लाउनु पर्ने हो। Which of the following cross-sectional element is designed primarily to shed surface water of the pavement to shoulder? पेभमेन्टबाट सोल्डरतिर पानी तर्काउने काम क्याम्बरले गर्छ। Which of the following is known as general overhead? general overhead भनेपछि traveling expense चाहिँ general overhead मा पर्छ। The unit of payment for GI sheet, GI रिज sheet, GI रिज भनेको चाहिँ छानो भन्न खोज्यो, रिज sheet रुफिङ भनेपछि पेमेन्ट रनिङ मिटरमा। फाइनल टेक्निकल अथोरिटी, यो फेमस क्वेसन, चिफ इन्जिनियर। द जब गोइङ अहेड अफ शेड्युल आर कन्भेन्सनली सोन इन गोइङ अहेड भनेपछि गान्ट चार्टमा। टेक्स्ट बुकमा पनि रहेछ, फेसबुकमा पनि रहेछ यो क्वेसन है। गान्ट चार्ट एक्सप्लानेसन पनि छ गोइङ अहेड भनेर। अ गान्ट चार्ट इज टाइप अफ बार चार्ट द्याट इलिस्ट्रेट अ प्रोजेक्ट शेड्युल। दिस चार्ट lists the task to be performed on the vertical axis and the time interval. अर्को छ 49 नम्बरमा, which of the following is a human include cause of सूर्य डिग्रेडेसन? मधेस प्रदेश भनेपछि सूर्य पढाउने क्वेसन आउँछ, मान्छे कुन कारणले गर्दा चाहिँ सूर्य डिग्रेड भइरहेछ। एक्सट्र्याक्सन अफ यो बालुवा गिटी रोडा झिकेर चाहिँ सूर्य डिग्रेड भइरहेछ। संक्षिप्त BSIEIA संक्षिप्तबाट चाहिँ यसको पनि नियम छ क्या, ऐन छ, वातावरण संरक्षण ऐनबाट यो हुन्छ कुन चाहिँमा चाहिँ BS गर्ने, कुन चाहिँमा चाहिँ IE गर्ने, कुन चाहिँमा चाहिँ EI गर्ने भनेको छ हैन। यो चाहिँ 2500 सम्मको लागि चाहिँ संक्षिप्त भनेपछि कुन चाहिँ BS पर्यो जस्तो छ। नेपालीबाट फेरि अलिकति थोरै कन्फ्युजै हुन्छ है। संक्षिप्त वातावरणीय संक्षिप्त BS, संक्षिप्त भनेपछि BS है। अनि IE भनेको चाहिँ प्रारम्भिक वातावरणीय परीक्षण भनेको छ। EIA भनेको चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कन।
यो अब एआईले नि दिइहाल्छ अहिलेको जमानामा। यो चाहिँ उसमा वातावरण ऐन, वातावरण संरक्षण ऐन अनुसार। ल क्वेसनहरू यति नै हुन्। थप क्वेसनहरू पनि अब रेगुलरली डेली आइहाल्छ, फलो गर्दै गर्ने। फेसबुक लिङ्क राखेको छु डिस्क्रिप्सनमा, त्यसमा नि फलो गर्नु, त्यसमा नोटहरू आइरहेको हुन्छ। अहिले चाहिँ यति गरौँ।